सबैजनालाई। सो आज हामी अब होम भिजिटको लागि सबैजना स्कुलमा रेडी भइसकेका छौँ, जम्मा भइसकेका छौँ। यतापट्टि हुनुहुन्छ हाम्रो माया मिस, शान्ता मिस हुनुहुन्छ। हिरो सर गुड मर्निङ। यसो दिदी यतापट्टि हाम्रो निशा मिस हुनुहुन्छ, यतापट्टि ऋषि सर, यतापट्टि हाम्रो देवकी मिस हुनुहुन्छ, प्रत्यक्ष मिस पनि आइसक्नुभयो, सृजना मिस पनि राम्ररी भएर आउनु भएको छ। यतापट्टि हाम्रो सर हुनुहुन्छ प्रिन्सिपल सर। सर हेलो गुड मर्निङ, नमस्ते। प्लिज चाहिँ हाम्रो बसबाट माथि ढाक्सी माता तीर्थतिर जाँदै हुनुहुन्छ। सो ढाक्सी माता तीर्थतिर चाहिँ अलिकति लामो दूरी परेका कारणले गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ बसमा जाँदै हुनुहुन्छ। अनि यहाँ सतुङ्गल हरियाली बलम्बुतिर चाहिँ हिँडेरै जाँदैछौँ। हाम्रो टोली चाहिँ हाम्रो हरियालीतिर परेको छ। यतापट्टिको टोली चाहिँ माथि माथितिर ढाक्सीतिर छ भने हाम्रो चाहिँ यता हरियाली साइड परेको छ। सो हामी जाँदैछौँ हरियाली साइड। हाम्रो यतापट्टि मिसहरू हुनुहुन्छ, हाम्रो स्मिता मिस हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो रेजिना मिस। हामी 3जनाको ग्रुप चाहिँ हरियाली साइड परेको छ। सो हामी जाँदैछौँ होइन मिस? हरियाली, सतुङ्गल, सिन्चाफाट, कोलम्बो यातायात हाम्रो धेरै एरिया छ। हजुर मिस, अब जाँदैछौँ हामी अभिभावकज्यूहरूसँग विशेष कुराकानी वार्तालाप। अनि अरू अब नयाँ सेसनको कुरा गर्ने। रिजल्टको विशेष गरी इन्भिटेसन गर्ने उहाँहरूलाई। हजुर हजुर भोलि छ रिजल्ट, त्यति नै हो। हाम्रो नयाँ सेसनमा चाहिँ हाम्रो स्कुलबाट के कसरी लैजाँदैछौँ, नयाँ सेसन के कसरी सुरु हुँदैछ, प्लस अब रिजल्टको कुरा पनि भयो र हाम्रो बच्चाहरू र अभिभावकज्यूहरूको नयाँ वर्षमा नयाँ सेसनमा के एक्सपेक्टेसन छ त्यसलाई मिट गर्नका लागि पनि हामी विशेष छलफल अभिभावकज्यूहरूसँग चाहिँ एउटा सहकार्य गर्नका लागि चाहिँ हामी जाँदैछौँ। सो हाम्रो चाहिँ एकदमै नजिक नजिक परेको छ होइन, तर नजिक परे पनि हामीले धेरै भिड्न पर्ने छ होइन म्याम? पहिलो स्पटमा पुग्दैछौँ। यतापट्टि हाम्रो एन्जेलिका, अनि त्यसै गरी निलम, सपनाहरूको घरहरू छ। सो हामी यहाँ पुग्दैछौँ पहिलो स्पटमा। अब यहाँ हाम्रो अभिभावक यतापट्टि चाहिँ हो एन्जेलिकाको, यतापट्टि चाहिँ निलमको रुम हो यो माथि चाहिँ। सो अब एकछिन बोलाउनु पऱ्यो। यतापट्टि चाहिँ सपनाको। केही छ कि केही त छैन, उसको स्वास्थ्यमा केही प्रब्लमहरू त्यस्तो त केही छैन। हामी जुनमा विशेष ध्यान दिनुपर्ने त्यस्तो त छैन, त्यस्तो केही छैन। त्यहाँ स्कुल जान त नि पहिला 2 कक्षामा त जाँदै नलाग्छु होइन, त्यो हजुरहरू जाँदै नइकन त्यो पास भयो। अनि 3मा चाहिँ नि अलिअलि जानु थाल्यो, अनि 4मा चाहिँ नि अलिक प्रायः गएको। अब कहिले कहिले चाहिँ नि रुन नहुन्थ्यो कि अस्ति पहिला चाहिँ नि हो। अहिले चाहिँ 4मा चाहिँ त्यस्तो गरेको छैन, कहिले काहीँ मात्रै त्यति हो। यसपालि अब सरकारले 2 दिन बिदा गर्ने भनिरहेको छ। हजुरको विचारमा चाहिँ के कस्तो धारणा छ? राम्रो लाग्यो? मेरो धारणा त बिदा नभएको भए हुन्थ्यो होइन। अब सरकारले तोकिसकेपछि त हामीले बोल्ने कुरा पनि थाहा छैन नि त होइन। उनीहरूले बोलिसकेपछि त हामीले त हुँदैन भने हाम्रो एउटा मात्रै कुरा त सुन्दैन नि त सरकारको त हो। सरकारले त्यो भने त्यही 9 बजीदेखि 5 बजीसम्म स्कुल लगाउने भनिरहेको छ। त्यतातिर प्यारेन्ट्सलाई पनि अलिक ढुक्क त लागिरहेको होला होइन, लामो समयसम्म स्कुलमा रह्यो भने। अब शनिबार र आइतबार बिदा भएपछि अब स्कुल भन्दा पनि घरमा पनि टाइम घरमा पनि पढाइले कन्टिन्यू उसले पढाइ होमवर्क क्लासवर्कहरू गराइराख्नु भने चाहिँ पढाइ ठिकै छ। गाइज हामीले चाहिँ जस प्रगति नगर चाहिँ भ्याइसकेका छौँ। सो हामी अब हरियालीतिर जाँदैछौँ होइन म्याम? ए मास्क लाउनु भएको। अब हामी चाहिँ अब हरियालीतिर जाँदैछौँ। सो अब प्रगति नगर सकियो होइन, अब हामी हरियालीतिर हाम्रो अभिभावकज्यूहरूको प्रतिक्रिया समेट्नका लागि जाँदैछौँ। सो अरूको ग्रुप कहाँ कहाँ पुग्यो है? यसो कल गरेर हो नि। मजै आइरहेछ। चिया खानु भन्नु हैरान पारिसक्यो। त्यही भने यतापट्टि देखिरहेको चाहिँ साजियाको घर हो। हामी साजियाको घरमा आइपुगेका छौँ। हो साजिद, हामी त साजिदको घरमा आइपुग्यौँ नि त। साजिद गुड मर्निङ साजिद। ल मामाले बोलाउनु पऱ्यो साजिद। हामी अब कति सतुङ्गल पुग्यौँ होइन, मेन रोडमा। हामीले हरियाली पुरै सकियो होइन। सो हामी अब सतुङ्गल जाँदैछौँ होइन। अब हरियाली पुरै सकिसक्यो। मिस तपाईँ त रोड आयो कि मास्क लगाइहाल्नुहुन्छ त? मेरो धुलो छ नि त यहाँ, ए पुरा सतुङ्गलको बाटो कि धुलै धुलो छ, त्यही भएर। ल अब हामी सतुङ्गलको प्यारेन्ट्सहरूसँग भेटघाट गर्दैछौँ। भिडियो हेरिराख्नु होला आजसम्म। भन्ने
भन्नु आएको कि अब 15 गते सुरु हुँदैछ त्यसपछि अब हेरिदिनु पर्यो मलाई त यतापट्टि हाम्रो अब समीरी लेखेकोमा चाहिँ हामी आथ्यौँ यतापट्टि चटपटे खाँदैछौँ हामी चटपटे बनाइदिनु भएको छ यहाँ हाम्रो म्यामले यतापट्टि हाम्रो दाइले चटपटे खाइरहेको हामी एकछिनमा अब निस्किन्छौँ सो म्याम हजुरलाई कस्तो लाग्यो चटपटे एकदम देख्नु भएको सो एकदम मिठो चटपटे बनाइदिनु भएको छ भोक पनि लागिरहेको थियो है अलिकति ल अब हामी अब सकिन लाग्यो नि हाम्रो अब हामी सकिन लाग्यो आजको हाम्रो ड्युटी सो हामी स्कुल फर्किँदैछौँ अब एकछिनमा साथीहरू कहाँ कहाँ पुग्यो थाहा छैन हामी मिस के छ त अब लास्ट सुझाव सल्लाह छैन नि सक्यो खाने बेला पनि धेरै नगरौँ है राम्रो कुरा छ बिग्रियो अब आयुष कार्कीको घरमा आइपुगेका छौँ हामी कार्की सरकोमा यो घर हो जस्तो लाग्यो यही हो सो आयुषको घरमा आइपुगेका छौँ हामी सो हाम्रो अनन्या आरोसी र आयुषको हजुरबा आउनु भएको छ र केही छ सुझाव सल्लाह हाम्रो नानी बाबुको लागि केही छ यसो गर्दै अब हुन्थ्यो भन्ने टाइपको केही हजुरलाई लाग्छ भने नयाँ नयाँ कुराहरू ल्याइदिने अब चाहिँ पढाइमा राम्रो नजाने सिकाउने होइन नआएको कुराहरूले बच्चाहरूलाई सिकायो नमस्ते है नमस्ते अब के छ नानीको यसो अब पढाइ सम्बन्धी ठिक छ अब नयाँ शैक्षिक सत्रमा के भइदियो हुन्थ्यो जस्तो लाग्छ त्यो कुरा चाहिँ यसो सुझाव हजुरको सुझाव लिनलाई आएको हामी त अब राम्रोसँग पढाइदिनु होइन अब एससी पनि आउँदैछ हजुर त्यसको पनि आउँदाखेरि हामी पनि हेर्छौँ प्यारेन्ट्सबाट पनि हामी उसको पढाइहरू हेर्छौँ ल प्रतीक्षा मिस अब हामी कहाँ जाने मिस सिर्जना मिस अब कहाँ जाने हामी हामी यहाँ न्युस्काको घरमा आइपुगेका छौँ सो यतापट्टि हाम्रो म्यामहरू बसिराख्नु भएको छ कस्तो राम्रो पार्क पनि रहेछ कि यतापट्टि हाम्रो प्रतीक्षा मिस र वन्दना मिस पनि हुनुहुन्छ नमस्ते है म्याम नमस्ते ल अब के छ म्याम सुझाव सल्लाह हाम्रो स्कुलको लागि नयाँ सेसनको लागि हाम्रो लास्ट अन्तिमतिर आइसकेको छ आजको हाम्रो टुर भिजिट प्रोग्रामको सो बाई